Hello everyone, welcome back to my YouTube channel. This is me Vinod and you watching Vinod Reaction YouTube channel. So guys, म फेरि पनि आएको छु अर्को नयाँ भिडियो लिएर। आज चाहिँ मैले हाम्रो बिआरटी भरत भाइको च्यानलबाट लिएको छु एउटा भिडियो हैन। उहाँले पनि एउटा भिडियोलाई कट गरेर के भन्छ रे त्यो रोस्ट टाइपको भिडियो बनाउनु छ हैन। मैले उहाँको भिडियोलाई रिएक्सन गर्न गइरहेको छु। उहाँको भिडियो मेरो लागि फर्स्ट रिएक्सन गरेको। सो हिजोको भिडियो तपाईले हेर्नु भएन प्लिज चेक गरिदिनु होला, हेर्दिनु होला, हैन माया गरिदिनु होला अनि सब्स्क्राइब गरिदिनु होला। सो ढिला नगरिकन आजको भिडियोलाई रिएक्सन गरौँ है त गाइस। सो लेट्स गो गाइस। पर्खाइमा बस्ने भाइहरु आफ्नो आमाको दुलो भित्र गएर पस्ने है। सायद यो दुनियामा यो मान्छे आमा बन्न लायक छैन। 7.2 काण्डको पर्खाइमा बस्ने भाइहरु काण्डको पर्खाइमा बसिराख्नु पर्दैन। 7.2 हाइलाइट मुभी अहिले सामाजिक सञ्जाल जताततै 7.2 व्हाट्सएप युट्युब इन्स्टा टिकटक सब 7.2 के हो गाइस। 7.2 यार कमेन्ट गरौँ है कमेन्ट। को थुप्रै प्लेटफर्महरुमा विदाउट पेमेन्ट फ्री मज्जाले हेर्न मिल्दैछ। सोचिरा होला यसको दिमाग हल्लाउँछु भनेर। सरी सिस्टर, हामी तपाईको के हल्लाउने वाला छैनौं। हल्लाउने मान्छेले हल्लाइसक्यो। र अर्को कुरा 7.2 काण्डले अहिले इन्टरनेट पनि हल्लाइसक्यो। लिकी साला अनि मेरा चुतिया साथीहरु पनि व्हाट्सएपमा 7.2 काण्ड भन्दै भिडियो हालेको एउटै भिडियो 7 मिनेट 2 सेकेन्डको त्यस्तै भिडियोले मेरो अहिले ग्यालरी पनि फुल भइसक्यो। तर कुरा सिधा छ। कुरा सिधा नै छ, तर दिमाग भने अलि बाङ्गो छ। भिडियो पनि सिधामै छ भर्टिकलमा 7.2, तर के गर्नु त्यो भिडियोको क्वालिटी फेरि बाङ्गो नै छ। भाइहरु दिमाग त के मेरो भुत्रा नि हल्ला हैन। घुत्राको कुरा नगर्दा भयो। दुनियाले थाहा पाइसक्यो के हल्ल्यो के हल्लेन। घुत्रा अरे जाजरकोटमा भूकम्प किन आएको साला जब मैले 7.2 भिडियो हेरे अनि थाहा पाएँ। त्यतिखेर जाजरकोटमा भूकम्प जानुको मुख्य कारण यो पो रहेछ। थुक्ने तपाई जस्ता बहादुरी नारीले हैन, थुक्ने त हामीले हो। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर हैन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। मैले कसरी बोले मलाई बाल भएन, तर म यो भिडियोमा राम्रो र नराम्रो दुवै तरिकाबाट बोल्ने छु। 7.2 हैन, हाम्रो देश नेपाल भित्र बस्ने नेपालीहरु कुन दिशातर्फ जाँदैछन् भने। अनि यो 7.2 भिडियो अपलोड गर्ने को रनमतीको छोरो हो भने त्यो रनमतीको छोरो साला चुतियाको दिमाग त गङ्गु कालो कण्डु भित्र रहेछ। कालो कण्डु। यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ। हाँसेरै बस्ने हो, भिडियोमा एकदमै कमेडी छ, हाँसेरै बस्ने हो। अनुहार हिउँ जस्तो भए पनि मन त कालो रहेछ भन्ने दुनियाले पोस्ट गरिसक्यो। कोले याद गर्नुभयो हैन। अब सबैले भिडियो त हेरिसक्नु भयो होला। मैले भिडियो हिजो साँझ मात्र हेरेको, अस्तिसम्म मैले भिडियो हेरेको थिएँ। जब मेरा केटाहरूले व्हाट्सएपमा भिडियो मैले त अझै हेरेको छैन गाइज। तपाईले हेर्नुभयो कमेन्ट गर्नु है कमेन्ट। पठाको गरे त्यसपछि चाहिँ मैले हेर्न बाध्य भएँ। भिडियोको क्वालिटी अलि अँध्यारो टाइपको थियो, फ्ल्यास लाइट थिएन होला सायद। अर्को भिडियो बनाउँदाखेरि त्यसमा पनि अलि लगानीका साथ बनाओस् भन्न चाहन्छु। अनि त्यो भिडियो एकचोटि मजाले हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि फेरि हेर्दिनु होला। भनेपछि तपाईहरुले पनि मजाले हेर्नु होला भिडियो। साना बच्चाहरुलाई पनि त्यो भिडियो देखाउनु होला। भिडियोको क्वालिटी अलि अँध्यारो छ, त्यसमा चाहिँ अब एडिट गर्न सक्नुहुन्छ भने अलि हाई क्वालिटीमा हेर्नु होला है। सिस्टर हामीलाई सब कुरा थाहा छ, हजुर कस्तो मान्छे हो, के गर्नुहुन्छ के गर्नुहुन्न सब कुरा थाहा छ। तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई? केही पनि थाहा छैन। मलाई सब कुरा थाहा छ। अस्तिसम्म थाहा थिएन, हिजो जब केटाहरूले मलाई भिडियो सेन्ड गरे 7.10 भिडियो सेन्ड गरेपछि मलाई सब कुरा थाहा छ। सब कुरा थाहा छ। त्यो कालो आँखा साथीहरु एकचोटि टिकटक र फेसबुक ओपन गरेर हेर्नुस् त। रिल्स भरि साला एउटै कुरा मात्र देखिन्छ, जस्टिस फर गाङ्गु भन्दै थुप्रै नेपालीहरु नेपाली दाजुभाइ दिदीबहिनी जस्टिस फर गाङ्गु भने सही हरूले उसले ठ्याक्क मेन्सन गरेर गाङ्गु @गाङ्गु छेत्री भन्दै मेन्सन गरेर जस्टिस फर गाङ्गु भनेर इन्टरनेटमा हल्लाइराछन्। अनि कुरा त्यहाँनिरबाट मोडिन्छ जब गाङ्गु छेत्रीले रिप्लाई दिन्छन्। प्लिज म त्यस्तो त्यो के रे बिचारा भन्ने टाइपको छैन। प्लिज आई डोन्ट नीड जस्टिस, मलाई जस्टिस चाहिएको छैन। आयो नि रिप्लाई, खायो नि आम्पाचेक झाँटहरु। अझै भन जस्टिस फर गाङ्गु चुतिया लोग मुत्यो नि अहिले जस्टिस दिनेहरुको मुखमा। जस्टिस के कुरामा दिन्छन्? जस्टिसलाई किन जस्टिस भन्ने कुरा चलिरहेको छैन।
भन्ने कुरा आएको छैन। दिने जस्टिसका छाउरा छाउरीहरू त्यति पनि थाहा छैन। याद गर्नुहोस् त्यो समय जब 14 वर्षकी बालिकाले उखुबारीमा बलात्कार गरेर रेप गरेर मारेका थिए, त्यति बेला दिनु थियो नि त जस्टिस। त्यति बेला के घण्टा खाएर बसिरहेको थियो? त्यति बेला कहाँ मरेका थियो? जति बेला एउटा नाबालिकाको रेप भएर मर्नु परेको थियो त्यति बेला कहाँ थियो तपाईहरूको जस्टिस? भन्यो त जस्टिस फर निर्मला पन्त, जस्टिस फर भागरथी भट्ट। जस्टिस त्यति बेला दिने हो जब 14 वर्षकी एउटा नारी, एउटा नाबालिका केटी तडपिएर मरेकी थिइन्। जस्टिस फर गङ्गु छेत्री रे फुलित्ते लाएर जस्टिस भन्नेहरू गएर खा त्यही चाट। अब त कहाँ छ ए जस्टिस दिने जस्टिसका छाउरा छाउरीहरू? जा छिटो चाट, दाइले ठिक भन्नुभयो चाट। अति भइसक्यो, रिस उठिसक्यो यार। जस्टिस फर गङ्गु छेत्री भन्ने जबरजस्ती पर्छ यार मान्छेलाई। लाज लाग्दैन? के का लागि हो जस्टिस भन्ने? जस्टिस भन्ने शब्दको बलात्कार भयो यहाँनिर। निर्मला पन्तलाई जसरी उखुबारीमा लकटी बलात्कार भएको हो, घरमा छोरा नहुँदा बुहारीमाथि दुर्व्यवहार भएर ससुराले बलात्कार गरेको हो, घरको सम्पूर्ण सदस्य मिलेर एउटा नारी एउटा बुहारीलाई मारेर गाडेको हो कि बुढाले कुटेर रकत्तामे बनाएर नारी हिंसा गरेको हो, घरेलु हिंसा गरेको हो, बच्चालाई चक्लेट दिन्छु भनेर ललाई फकाई जङ्गल लगेर बलात्कार गरेको हो, जुन छोरीले आज टिकटकको क्वाइनको मूल्य चुकाउन आफ्नो शरीर नङ्ग्याएर बाबुआमाको इज्जतको धजिया उडाएर आज शिर झुकाउन बाध्य बनाएको छ नि, हो त्यो बाबुआमाले पाउनुपर्छ जस्टिस। के का गङ्गु छेत्री? ठिक छ, जे भयो भयो होइन, जे भयो भयो, नगर्ने गल्ती मबाट भयो। नमस्कार साथीहरू, आज म एउटा संवेदनशील विषयमा कुरा गर्न गइरहेको छु जुन आजभोलि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसलाई धेरैले 7.2 काण्ड भनेर चिनिरहेका छन्। जुन भिडियो उनीहरू बीचको विश्वास र क्षमतामा आधारित निजी क्षण थियो। हामी सबैले बुझ्न जरुरी छ कि यसमा एउटा भिडियो मात्र लिक भएको होइन, दुईजना रिलेसनशिपमा बसेपछि ती दुईजना भित्रको गोपनीयता भन्ने कुराको हत्या भएको छ। हामीले आजको भिडियोमा सिक्नुपर्ने के हो भने यो आजभोलिको यो डिजिटल दुनियाँमा गोपनीयता कति महत्त्वपूर्ण छ। कुनै पनि प्राइभेट कुरा, कुनै पनि एउटा गोपनीयताको कुरा लिक गर्नुभन्दा अगाडि, आफूभित्र भएको आफ्नो निजी कुराहरूलाई सेयर गर्नु अगाडि हामीले पक्कै पनि सोच्नु पर्छ कि यो विषयमा मैले पब्लिक गर्दाखेरि के हुन सक्छ होला। आफूले आफैलाई प्रश्न गर्ने हो। प्रेमका नाममा लिने ती निर्णयहरू कहिलेकाहीँ हाम्रो जीवनको सबैभन्दा ठुलो गल्ती बन्न सक्छन्। जुन आजभोलि सामाजिक सञ्जालमा दौडिएर भाइरल भइरहेको छ, त्यो भिडियो पनि यसै डिजिटल दुनियाँको भोगाइ हो, जहाँ प्रेम, विश्वास र निष्ठाको नाममा लिएको त्यो निर्णयले एक युवतीको जीवनलाई तहस नहस बनाइदियो। मैले गाङ्गुलाई भनेको होइन, गाङ्गु त चिलमा छ। सो गाइस, तपाईँलाई भिडियो कस्तो लाग्यो होइन? मलाई चाहिँ एकदमै रोमान्टिक लाग्यो होइन, फुल इन्टरटेनमेन्ट खालको भिडियो रहेछ होइन, खतरा रोस्ट। सो बिग सर्ट आउट टु हाम्रो भरत भाइलाई अनि सम्पूर्ण दर्शक वृन्दहरूलाई होइन। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला होइन, सपोर्ट गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। सो फेरि पनि अर्को भिडियो लिएर आउनेछु भन्दा आजलाई चाहिँ बिदा गर्छु गाइस। जय नेपाल।